आमा गरम लाग्दा के गर्नुपर्छ अरे गरम लाग्दाखेरि भात बेलामा खानुपर्छ अनि दिउँसो भात खाएर धन्न सन्न सकेर बस्नु पर्छ अनि गरमले छुएका पानीहरू पानी धरै खानु हुनुहुन्थ्यो पानीहरू नि खानु हुँदैन त्यो पनि खानु हुँदैन अनि त्यो गरमले सबै के अरे गरम सकिएपछि सबै यो भइसकेपछि अनि राति पनि नभनिकन गएर तिर्खा लाग्छ नि त राति पनि नभनिकन राको बालेर गएर राको बालेर जानु पर्थ्यो टाढो जानु पर्थ्यो डोकोमा गाग्रो हालेर बोकेर जानु पर्थ्यो अनि टाढो गएर पानी ल्याएर अनि पानी खानु त्यो उब्रेको भात त्यो सबै फ्याक्नु छोएको पानी अनि अन्न फ्याक्दा पाप लाग्दैन त्यो पाकेको भात त्यो फ्याक्नु पर्यो नि अन्न